हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि पनि हजुरहरूलाई स्वागत छ मेरो अर्को नयाँ भ्लगमा। म चाहिँ बिहानभरि लुगा धोएर खाना खाएर अब चाहिँ दाइकोमा मकै रोप्न जाँदैछु पर्मामा। हाम्रोतिर चाहिँ बिहान 9:30 बजीदेखि बेलुका 5 बजीसम्म खेताला जानुपर्ने हुन्छ। त्यही भएर आज चाहिँ म दाजीकोमा मकै रोप्न हिँड्दैछु। 3-4 दिन पानी परेर आज चाहिँ घाम लागेको अवस्था छ है। मौसम क्लियर छ हाम्रोतिर। आजको मौसम चाहिँ यतिको क्लियर रहेको छ है। हिजो रातभरि पनि पर्यो पानी, हिजो दिउँसो पनि, अनि आज चाहिँ परेन। ए घरको हो मकै रोप्ने चाहिँ। मौसम त एकदम क्लियर रहेको छ गाइज। अब चाहिँ उक्रेको जस्तो अवस्था। हावा पनि चल्दैछ। भैँसीले त मलाई खाउलाई झैँ गर्छ त ठुलमामीहरूको। यतै हो क्यारे मकै रोप्ने भन्ने चाहिँ कता हो? दाजुको पिके डाँडा हल्का कुहिरो देखिरहेछ, तर क्लियर छ आजको मौसम चाहिँ। रमाइलो छ रमाइलो। आज त दिउँसो फेरि बेलुका पार पानीले कुर्छ कि भन्ने नि पिर्छ। 2 जना खेतालाले चाहिँ सुरु नै गर्नु थालेछ, अनि 3 जना पो हेर्ने रहेछ फेरि। होइन, युट्युबमा भ्लग हाल्ने हो। म त अरूहरूले जस्तो भिडियो कल गर्दै मान्छे देखाउने पर्दैन नि। युट्युबमा हाल्नुपर्छ। हामीलाई 2टा कपाल बान्ने मान्छे हाल्यो। आमै लाजैको। म चाहिँ भाउजूहरूकोमा मकै रोपिसकेर पनि अनि घरमा आइसकेको अवस्था है गाइज। अब हाम्रोतिर चाहिँ 9:30 बजीदेखि बेलुका 5:30 बजी नै मेला उठ्छ। त्यही भएर म चाहिँ घरको डाँडामा आइसक्यो। अब चाहिँ घरमा खाना पकाउने कार्यक्रम गर्नुपर्छ। दिनभरि हावा चलेर यहाँ धुसुरो मुसुरो फुसुरो भएको छु। अब चाहिँ बिहान लुगा धोएको छ, लुगा टिप्ने, अनि त्यसपछि खाना पकाउने। गाइस, म चाहिँ नानीको लुगा धोएको अब यो पट्याउने कार्यक्रम गर्दैछु। अनि मम चाहिँ यता बसिरहनु भएको। अब खाना पकाउने। बेलुका अब के हो यस्तो उज्यालो आउँछ त हाम्रो घरमा त। राम। अनि हाम्रो मङ्की यता हुनुहुन्छ दिनभरि खेलेर। मङ्की डाउन। मेरो मङ्की यहाँ छ, मङ्कीको लुगा यता। अब के पकाउने हो खाना ठेगान छैन। मम यहाँ बसिरहनु भएको। फेरि आज पनि म चाहिँ मकै बारीतिर मकै रोप्न आएको है गाइस। अल्छी लागेर यता भित्तातिर प्याल्यात्त परिरहेको छु। आज मसँग त मकै रोप्ने अब 2-4 प्यारा भन्नु त भएन, 2 माना जति नै रोप्दैन। मकै रोप्ने हो, त्यसपछि नुहाइधुवाइ गर्ने हो। भोलि नयाँ वर्षलाई घुमघामको लागि तयारी गर्ने हो। अनि मेरो छोरा चाहिँ मोबाइल हेर्नु नपाएर यो माथिल्लोपट्टि डाँडामा टुक्सक्क परिरहेको छ गाइज। म चाहिँ यहाँ मकै रोप्ने तयारीमा छु। अब मकै रोप्ने हो। मकै पनि कहिले रोपेर नसकिने भयो हो गाइज। मकै रोप्दै बुढेसकाल लाग्ला जस्तो छ। आएको नि आज 8-9 दिन बढी भइसक्यो। मकै नै रोपिसक्दैन कहिले। मकै रोप्दिनु भनेर आमालाई साथी आएको मकै रोप्दिनलाई, तर आमा भने मकै रोप्नेको कुराकानी छैन। खालि कता घुम्नेको मात्रै कुरा गर्छ। लास्टमा मकै रोप्ने म एक्लै। अनि यत्रो बारीको मकै रोपेर एक्लैले सकिँदैन। काठमाडौँ हुँदा मकै रोप्नु साथी बोलाएर मकै रोप्नु आइदिएको, तर मकै रोप्नु छोरी आएपछि आमा बेपत्ता। कहिले कता यस्तो पनि हुन्छ गाइज।
याचम्म छ याचम्म छ। यतातिर एउटा मकैको डालु बोकेर हिँड्दैछ। म चाहिँ यता थकै मारौँ भनेको यति धेरै रोपेँ मैले मकै। अब यो काल्लाको बाँकी अनि अस्ति तलतिर रोप्यो यतातिर त्यो कति हो मकै रोप्नु। आया गल्यो गाइज गल्यो। देशुरो र मुसुरो फुसुरो के बस्यो यसमा? यो टनले पो मकै रोप्दैछु त भने मकैको बिउ पोल्टोमा बोकेर यहाँ कोदाली यता र डालुमा मकैको बिउ बोकेर उतै राख न बिउ चाहिँ बाटोमा। आया थाक्यो थाक्यो। काठमाडौँमा सुती सुती टिकटक लाइभमा बसेको चाहिँ यहाँ निक्लिँदैछ गाउँमा आएपछि। हातले रोप्नु नजानेर गाइस म चाहिँ थुतुङ्गले रोप्दैछु है मकै चाहिँ। हातले रोप्नु जान्दैन मुखले फुफु गर्ने हाल्ने। पानी पर्न लागिसक्यो फेरि। आज भोलि दिनका दिन पानी पर्छ गाइस। गाह्रो छ गाह्रो छ। यहाँ पल्टोमा यसरी हाल्ने मकै यसरी खाने अनि यसरी रोप्ने। रोप्ने बेलामा त म भइहाल्यो, खाने बेलामा तपाईँहरू नै आउनु होला है। फाइनली गाइज म चाहिँ पानी परेर 2 बजी नै मकै रोप्नु गएर फेरि बारीबाट भित्र आयो। दिनकै पानी पर्छ हौ के भएको यस्तो बर्खै लागेको हो त। अब पानी परेर फेरि घरभित्र आएको म चाहिँ चिया खाजा खानलाई पानी रहँदैन। भोलिको लागि नुहाइ धुवाइ कार्यक्रम थियो। पानी पर्यो अब तातो पानी तताएर नुहाउनु पर्छ हाम्रो आमा छोरा चाहिँ। आमा छोराको चाहिँ नुहाइ धुवाइ कार्यक्रम छोराको चाहिँ सकियो। अब मेरो चाहिँ पालो छ होला गाइज। पानी परेर गराङ गुरुङ गरेर मोबाइल चलाउनु नै एकदम डर लागिरहेछ। आजलाई भ्लग यतिमै एन्ड गर्छु गाइज। फेरि नेक्स्ट भिडियोमा भेटौँला। अनि भोलि पनि मौसम राम्रो रह्यो भने भोलि नयाँ वर्षको भ्लग आउँछ गाइजहरू। के कस्तो लाग्छ गाउँले भ्लग हेरेर लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला। बाई गाइज बाई।